मेरो आजको काम चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले है। यो काँक्राहरूलाई मचन लाउँदैछु म चाहिँ। आज चाहिँ मैले यति काम गरेँ चट्टुलाएर है। यस्तो यहाँबाट त्यहाँसम्म चाहिँ बाँध्नु पनि सकेको छु। अब यो कामलाई चाहिँ म भोलि मात्र कम्प्लिट गर्छु है। आज भ्याउँदिनँ। अब यस्तै छ काम चाहिँ, दिनचर्या यसरी नै चल्दैछ है। मेरो चाहिँ एकदम बिजी हो म चाहिँ। हिजो आज काँक्रा देख्न सक्नुहुन्छ, यो चाहिँ अलिक पछुवा हो है। त्यहाँनिर एक झ्याङ इस्कुस पनि छ। त्यो बाख्राहरू पनि चट्ट बसिरहेको रहेछ है अगाएर। यहाँ चाहिँ मौरी पनि छ एक घर। त्यो चाहिँ मलाई खान पनि पुग्दैन क्या यहाँको चाहिँ। म चाहिँ अलैँची बारीमा आएको छु हो। यहाँ चाहिँ थोरै अलैँची छ हाम्रो। कस्तो भएछ भनेर हेर्न आएकै मजाले फल लाग्दो रहेछ क्या, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो अलैँची हो। अलैँची बारी चाहिँ धेर छैन, यहाँ थोरै छ। अब यसपालि चाहिँ अलिक बढाउने हो, यहाँबाट बिरुवा हुन्छ नि त। देख्न सक्नुहुन्छ है अलैँची चाहिँ। यो चाहिँ भारलाङ हो, यहाँ छ। अनि यहाँ मास्तिर बारीमा छ क्या, यो चाहिँ भारलाङ हो क्या। अलैँची हाम्रो पाहाडतिर हुने जात हो यो चाहिँ। एकदम राम्रो हुँदो रहेछ क्या। यो पोखरीमा चाहिँ मैले घाँस हालिसकेँ है माछालाई। अब म चाहिँ अर्को पोखरीमा जाँदैछु मास्तिर, घर छेउको पोखरीमा। घाँस चाहिँ यहाँ छ क्या रेडी। अब यो लगेर टुक्राएर हालिदिने गर्छु। के को बिरुवा हो भनेर यो चाहिँ कमेन्ट गरिदिनु होला है। मैले यो राखेको हो। काम कति गर्नुहुन्छ भन्ने कुराले चाहिँ फरक पार्दैन रे है। काम चाहिँ कस्तो गर्नुहुन्छ भन्ने कुराले मात्र फरक पर्छ अरे क्या। अब मैले चाहिँ घाँस हालिसकेँ है। अब भोलि बेलुकीसम्मलाई चाहिँ ढुक्क हो क्या। अब तल माथि पोखरीमा घाँस हालिसकेँ। अब चाहिँ मैले भोलि यही समयसम्म घाँस हाल्नु पर्दैन है। अहिले चाहिँ 7:20 भइसकेछ है बेलुकीको। अब भोलि यति बेला घाँस हाल्दाखेरि चाहिँ हुन्छ क्या। मैले भोलि दिनभरिलाई मैले आज हालेको घाँसले चाहिँ पुग्छ।